हेलो अन्त आज चाहिँ म नयाँ भिडियो लिएर आइरहेको छु। यो भिडियो चाहिँ के हो भन्दाखेरि यो देख्दै गरेको चाहिँ यो चाहिँ जुकोनी हो हैन। यसलाई चाहिँ तपाईको समर स्क्वास पनि भन्छ। यो चाहिँ अब हामीले इजिली ठुलो ल्यान्डै चाहिन्छ भने छैन, घरको छेउछेउमा पनि हामीले घर टेरेसमा पनि यो प्लान्टिङ हामीले गर्न सक्छ हैन। यसलाई यो चाहिँ जुकोनी भन्छ यसरी। यसलाई चाहिँ यो चाहिँ तपाईको बोरामा रोपेको फुलहरू पनि फुल्दैछ हैन। आधी फल्दै पनि छ तपाईको, यो चाहिँ फल्दै पनि छ हैन। अन्त यो चाहिँ केमा जान्छ भने यो चाहिँ कन्टिनेन्टलको तपाईको खानाहरू भयो, चाइनिजहरुमा भयो तपाईको। यो चाहिँ तपाईको सटे भेजिटेबल्सहरुमा, पिज्जामाहरु चाहिँ जान्छ हैन। अन्त यो तपाईको कसरी रोप्नु पर्ने भनेर म तपाईलाई स्टेप बाइ स्टेप यसको पनि भिडियो लिएर आउँदैछु म हैन। यसको सिड देखिनको कसरी सिडलाई राख्नु पर्ने हो, कसरी जर्मिनेसन गराउनु पर्ने हो, त्यसरी फेरि ट्रान्सपोर्ट कसरी गर्नुपर्ने हो, ट्रान्सप्लान्ट कसरी गर्नुपर्ने हो, यो कुराहरू पनि म सबै यो भिडियोमा ल्याउँदैछु। यो चाहिँ मैले रोपेको यो जुकोनी हो। यो चाहिँ पटमा हो, तपाईको ल्यान्डमा पनि हैन, जमिनमा पनि हैन, पटमा, पट भन्दा पनि बोरामा रोपेको यो चाहिँ हैन। यस्तो मजाले हुन्छ यो चाहिँ हैन। हामीले इजिली जसले पनि घरमा रोप्नु सक्छ हो। हेरिराख्नुहोस्, यसको नेक्स्ट भिडियो पनि आउँछ, यसको सिड देखिनको हार्भेस्टिङ सम्मको।